हुन्छ गाइज, आज चाहिँ हामी गुराँसुफुले भन्ने गीतको ड्रम लेसन सिक्न जाँदैछौँ। यो चाहिँ तपाईँले अब मोबाइलमा बजाउनु र होइन रियल ड्रम बजाउनु सेम हो होइन, सेम हो, फिल मात्रै छुट्टै हो है। तपाईँहरूले चाहिँ अब यसलाई यो तपाईँले मोबाइल ड्रममा सिक्नुभयो भने चाहिँ रियल ड्रम पनि बजाउन सक्नुहुन्छ। तपाईँले मोबाइलमा पनि सिक्नुभयो भने रियल ड्रम पनि तपाईँलाई सजिलो हुन्छ, यसकै सेम बिट हो, इजिली सिक्न सक्नुहुन्छ। त्यही भएर तपाईँहरूलाई आज चाहिँ म यो लेसन दिँदैछु। गिटार कभरहरूमा जसरी माया गरिदिनु भयो त्यसरी नै अझै धेरै धेरै माया गरिदिनु होला। लाइक, सेयर, सब्सक्राइब अनि त्यसपछि फलोहरू गर्न नभुल्नु होला है त। ओके गाइज, अब चाहिँ हामी सुरु गर्नेछौँ है त। ओके, सुरु गर्नुभन्दा अगाडि चाहिँ तपाईँले यो डाउनलोड गर्नुपर्ने हुन्छ, यो रियल ड्रम। यो चाहिँ तपाईँले प्ले स्टोर कि त एप स्टोरबाट दुइटैबाट डाउनलोड गर्न सक्नुहुन्छ है। आइफोनमा पनि छ, यो चाहिँ एन्ड्रोइडमा पनि छ है। हुन्छ, हामी पहिला गीतमा बजाएर हेर्नेछौँ है त। हुन्छ, पहिला हामी यति हेरौँ है त। फेरि पुरै गऱ्यो भने चाहिँ भिडियो एकदमै लामो हुने भयो, त्यही भएर चाहिँ मैले यति गरेँ। म बिचको त्यो अब भर्सको लाइनहरू पनि म तपाईँलाई बजाएर देखाइदिन्छु। फर्स्टमा तपाईँ अघि बजाएको देखिहाल्नुभयो। अब तपाईँको फर्स्टमा मादल एकचोटि मुरली पछि मादल आउँछ, मादल पछि तपाईँको ड्रमको तपाईँको क्र्यास र किक बेससँग यसरी आउने बित्तिकै तपाईँको चाहिँ यो हात चाहिँ तपाईँको कन्टिन्यू यसरी जान्छ है। यो त टाइमिङ जसरी है, यो टेम्पो एउटा टेम्पो जस्तो कि एउटा मेट्रोनोम जस्तै कन्टिन्यू बजिरहेको हुन्छ। यो चाहिँ 8 राउन्ड जाने बित्तिकै गुराँसै फुल्यो बनैमा है, त्यसपछि फेरि एकचोटि क्र्यास र किक बेससँगै। त्यसपछि अब यसको बिट चाहिँ कस्तो छ भने यो हात र तपाईँको किक बेस चाहिँ तपाईँले 1 सँगै हान्ने, यो 1 मा सँगै हान्ने, त्यसपछि स्नेयर र हात पनि सँगै भन्नाले 1 2 अनि त्यो 3 मा चाहिँ तपाईँको किक, यो किक चाहिँ यो किक बेस चाहिँ तपाईँको खाली हुन्छ है, किक बेस मात्रै हुन्छ है। त्यसपछि 4 मा चाहिँ फेरि हात र तपाईँ किक बेससँगै है, भन्नाले 1 2 3 4 है। किक बेस चाहिँ अब एकचोटि मात्रै किक बेस सिङ्गल हो, अरू सबै कन्टिन्यू हुन्छ है, भन्नाले यसरी कन्टिन्यू जान्छ है। अब तपाईँले बुझ्नुभयो होला, हात र किक बेस सँगै जान्छ एकचोटि फर्स्टमा 1 मा, त्यसपछि 2 मा पनि स्नेयर र तपाईँको हात सँगै जान्छ, त्यसपछि 3 को पालामा चाहिँ तपाईँको किक सिङ्गल जान्छ, त्यसपछि 4 को पालामा चाहिँ हात र किक बेस सँगै जान्छ, भन्नाले टोटल बजाउँदा चाहिँ 1 2 3 4 1 2 3 4 1 2 3 4 कन्टिन्यू जान्छ है। यसरी चाहिँ तपाईँले बजाउन सक्नुहुन्छ। अनि त्यसपछि तपाईँको रोलिङ पार्ट छ, जस्तै गुराँस फुल्यो तिम्रो मन आयो भन्दाखेरि चाहिँ है 1 2 3, त्यसपछि टम टम यो सेकेन्ड टर्म अनि फर्स्ट टर्म अनि थर्ड टर्म गरेर यस्तै है, यसरी बजाउन सक्छ रोलिङमा है। अनि तपाईँको जस्तै गुराँसै फुल्यो बनैमा मेरो मन छुल्यो तिम्रो मनैमा
यसरी जान सक्नुहुन्छ है। तिम्रो मनैमा भनेपछि किक बेस र क्र्यास सँगै 3 चोटि हान्ने है। 1 2 3 गरिसकेपछि अघिको रोलिङ हान्दिनु। यो 2 चोटि गइसकेपछि फेरि तपाईको त्यो सोलो आउँछ है, गिटार सोलो आउँछ। त्यसपछि तिम्रो मुटुमा थर्केर बसेकै हो है, यस्तो आउँछ है। त्यसपछि यो चाहिँ अब त्यो तपाईको गिटारको पार्टमा ट्याङ गर्दाखेरि चाहिँ है उहाँले यो 3 चोटि भइहाल्यो अघि जस्तो सेम 3 चोटि। त्यसपछि यो है, त्यसपछि टम यो 2 1 त्यसपछि 3 टम है। 1 2 3 1 2 3 अनि 1 1 1 त्यसपछि घुमेर आउँदा भन्नाले भयो। अनि त्यसपछि फेरि 2 त्यसपछि 1 सरी यस्तो है भन्नाले टोटल तिम्रो थर्केर बसेकै हो यस्तो है त, बुझ्नुभयो होला तपाईँले। अब यो रोलिङ चाहिँ आफ्नै तरिकाले नै हान्नु सक्नुहुन्छ है। अब एक्ज्याक्ट यो हान्नुपर्छ भन्ने छैन, आफ्नो तरिकाले नै हान्नु सक्नुहुन्छ। र तिम्रो मनमा कतिखेर आएर बसेकै हो भन्दाखेरि लास्टमा चाहिँ तपाईँको क्र्यास यो अनि यो बिग क्र्यासलाई पनि है भन्नाले गर्नुहुन्छ। ट्याङ 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 गरेपछि त अनि त्यसपछि फेरि उठ्छ नि। अनि त्यसपछि ट्याङ 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 गुरासै फुल्यो, त्यसपछि ठ्याक्कै गुराँस फुल्यो भन्दाखेरि चाहिँ ठ्याक्कै रोलिङ उठ्छ है, अगाडिको रोलिङ है तपाईँको। अनि त्यसपछि तपाईँले राइट पनि तपाईँले हान्न सक्नुहुन्छ है। जस्तै तपाईँले यो हातको सट्टा राइटलाई पनि तपाईँले युज गर्न सक्नुहुन्छ है। यता चाहिँ मलाई अलिक अप्ठ्यारो हुन्छ है। तपाईँको स्टिकमा चाहिँ तपाईँको यो अब यो खुट्टाको यो किक बेससँगै बजाउँदाखेरि चाहिँ यो तपाईँको राइट हात सजिलो हुन्छ है। स्टिकमा बजाउँदा चाहिँ स्टिकमा चाहिँ अलिक सजिलो हुन्छ, तर मलाई चाहिँ अलिकति गाह्रो लाग्नुहुन्छ। यो राइट चाहिँ तपाईँको गीतको बिचहरूमा लाग्छ है। अब गीतको बिचमा जस्तै तिम्रो मनमा भन्दाखेरि चाहिँ तपाईँको यो राइटलाई तपाईँले मलाई चाहिँ अलिक अप्ठ्यारो लाग्छ। तपाईँले यो हातको सट्टा चाहिँ यो राइटलाई युज गर्न सक्नुहुन्छ है। अब तपाईँले अब यस्तो ड्रममा बजाउनु भयो भने चाहिँ तपाईँले राइटलाई बजाउँदाखेरि तपाईँको होइन हातले बजाउँदाखेरि इजी हुन्छ, किनकि किक तल तपाईँको खुट्टाले हानिरहेको हुन्छ नि त। त्यही भएर तपाईँको यो किक बजाउँदाखेरि अनि यो बजाउँदा अब मोबाइलमा यहाँ बजाउँदा चाहिँ अलिकति अप्ठ्यारो हुन्छ कि यो हात चाहिँ यहाँ हुनुपर्छ, यतातिर हुनुपर्छ कि मलाई चाहिँ अलिकति गाह्रो लाग्छ। यसरी बजाउनु यसरी बजाउनु सजिलो हुन्थ्यो नि त, तर मैले चाहिँ अहिले अब यसरी बजाउनुपर्छ कि तिम्रो मनमा भन्दाखेरि चाहिँ तपाईँले यो राइटलाई होइन अब युज गर्न सक्नुहुन्छ कि। जस्तै तिम्रो मनमा भने जस्तै यो हातको सट्टा तपाईँको राइटले काम गऱ्यो कि भन्नाले राइटले पनि बजाउनु मिल्यो कि। जस्तै तिम्रो मनमा कतिखेर आएर बसेकै हो गर्नु सक्नुहुन्छ है। यो बिग क्र्यास र किक अनि त्यसपछि बिग क्र्यास र किक अनि त्यसपछि स्मल क्र्यास र किक सँगै हान्न सक्नुहुन्छ है। 1 2 3 है यसरी बजाउन सक्नुहुन्छ है। लास्टमा पनि तपाईँको मनैमा तिम्रो जर्यो तिम्रो मनैमा भनेपछि यस्तो गर्न सक्नुहुन्छ। लास्टमा त्यो अघि सिकायो नि त्यही है, सेम त्यही हो है हुन्छ। यो टोटल होल गीत चाहिँ यति नै हो है। तपाईँले यो रियल ड्रम बजाउनु र तपाईँको यो हुन्छ मोबाइल ड्रम बजाउनु सेम हो, केही फरक छैन है। तपाईँले यो रियल ड्रम सिक्नु मोबाइलको ड्रम सिक्नु भने त्यो रियल ड्रम चाहिँ इजी हुन्छ है। म चाहिँ यही भन्छु है, तपाईँले रियल ड्रम इजिली बजाउनु सक्नुहुन्छ है। तपाईँले बाहिर पनि मजाले ड्रम प्ले गर्नुहुन्छ। म एक दिन तपाईँहरूलाई त्यो बाहिरको ड्रम पनि एकचोटि बजाएर होइन तपाईँलाई देखाउँछु। तपाईँले मोबाइल ड्रम सिक्नु भयो भने त्यो तपाईँलाई यस्तो इजी लाग्छ है। फर्स्टमा तपाईँले यो सिक्नु भयो भने त्यो चाहिँ तपाईँलाई इजी लाग्छ। अझै तपाईँले त्यो सिकेर यो आउनु भएको छ नि, यो त झनै इजी भइहाल्यो। त्यसकारण तपाईँलाई मन पऱ्यो भने तपाईँले लाइक सेयर सब्सक्राइबहरू गर्न सक्नुहुन्छ है। अनि कमेन्टहरू फलो गर्न चाहिँ नभुल्नु होला है त। म चाहिँ यस्तो लेसनहरू चाहिँ तपाईँलाई दिइरहनु हुन्छ, तपाईँले चाहिँ मलाई फलो गर्नु नभुल्नु होला है। माया गर्नु होला है त। किप लभिङ नेपाली म्युजिक एन्ड अदर्स म्युजिक पनि है। जय नेपाल एन्ड गुड बाई, सी यु अन नेक्स्ट भिडियो है त।